नमस्कार सबैजनामा आजको हाम्रो भिडियो सुरु हुन्छ नौमुले गाउँपालिका वडा नम्बर 5 नौगाउँमा अवस्थित राणा खोलाको उद्गम स्थल ठुलो ढुङ्गाबाट र हामीहरू ढकमक्क फुलिरहेको लालीगुँरास अवलोकन गर्नको लागि यो उकालो चढिरहेका छौँ। उकालो चढ्ने क्रममा भिडियो बनाउँदै तपाईहरूलाई पनि सँगै घुमाउँदैछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीसँग घुम्नु होला है त। उकाली चढ्दै गर्दा कमल सर, राम सर, प्रेम सर अनि म 4 जना मिलेर यो यात्रामा रमाइलो गरिरहेका छौँ। ल यहाँ खाने पानी खाँदै हामी लालीगुँरास हेर्न जाँदैछौँ। यो ढुङ्गाको इतिहास के अरे सर? यसको अब ठुलो ढुङ्गा भनेर चिन्छन् सबैले। यो एरियाकै सबैभन्दा ठुलो ढुङ्गा यो। हजुर, धेरै पुरानो ढुङ्गा हो र अहिले यो यत्रै चर्किया चाहिँ कसैले चाहिँ नपटाउने तरिकाले चर्किया छ कि। यहाँ खाने पानी छ यो खोलाको। राणा खोलाको उद्गम स्थल। कमल सर किन एकचोटि हुनुभयो? म त यो अचम्मै मानेर यत्रो ढुङ्गा यो के गरी यसरी सकेन भन्ने कुरा यो पुरा फडाछ ढुङ्गा हो कि हजुर। यो फेरि तलबाट माथि साइड यस्तो सक्यो यस्तो भए म यहाँ धामी बस्छु अरे हेरेको ठुलो भइगयो राम सरलाई कस्तो लाग्यो? हजुर एकदम खतरा लाग्यो। एकदम चाहिँ ढुङ्गा हेर्न पाइयो एकदम खुसी लाग्यो। आज पारी देखिने दृश्यहरू र हामी नाकै ठोक्किने यो उकालो चढ्दैछौँ। हाम्रो सरहरू हुनुहुन्छ। यस्ता बाटोहरू हामी मनाङ मुस्ताङतिर चाहिँ भिडियोमा देखिरहन्छौँ, तर हामी चाहिँ होइन त नगाउँमा नि रहेछ होइन त सरहरू। ठुलो बटाको तार्की गर्थेँ म किन अस्ति अहिले हामी त्यही पुग्नु पर्छ यहाँदेखि हेर्दा त 500 मिटर होला सिधा। लास्ट देखियो अहिले सुरुमा आएको आएर फाइनल्ली आयो कि टिक्यो खाने एकदम मखा छ होइन? एकदम हुँदैछ। कमल सर, राम सर, प्रेम सर, यो यात्राको क्रममा लालीगुँरासको फेदैमा पुगेर गुलियो मह पनि खायौँ र कमल सर, प्रेम सर, राम सरले चाहिँ मह खाँदै हुनुहुन्छ र पारी सुन्दर दृश्यहरू देखिरहेको छ र खुसी हुँदै बिचबिचमा यात्रालाई रमाइलो बनाउन नजानेको पारामा डान्स पनि गऱ्यौँ। हेर्नु होला यो ढकमक्क फुलिरहेको लालीगुँरास। अब यो हाम्रो उकालोको बाटो हिँड्दा पनि थकाइको महसुस नगरी हामी चाहिँ खुसी हुँदै अगाडि बढिरहेका छौँ। हाम्रो टिम चाहिँ र यसै क्रममा ढकमक्क फुलिरहेको फुलहरू हेर्दै अब अन्तिम बिन्दु के अरे बन्योल जोते भन्ने ठाउँमा चाहिँ हामी पुग्न लागिसकेका छौँ। अब त्यहाँ गइसकेपछि चाहिँ तपाईँहरूलाई सुन्दर दृश्य देखाउनेछौँ। हामीसँगै रहनुहोला। ल हामी फाइनल्ली कहाँ आइपुग्यौँ प्रेम सर भन्नु त? यो चाहिँ बन्योल जोते भन्ने ठाउँ हो। बन्योल जोते यो चाहिँ यहाँबाट माथि बाटो अलिक माथि डाँडामा एकदम मजासँग घुम्दै फिर्दै गरेर आयो। कस्तो लाग्यो? ढाउ पनि भयो। हामी एकदम उकालो ठाडै उकालोमा
जाँदा स्यासे पनि भयो र गुराँसका फुलहरू देख्दा चाहिँ एकदम भाउ पनि रमाइलो भयो रमाइलो भएको छ रमाइलोमा परिणत भएको छ जति धर्म पनि कमल सर अनुभव सुनाउनु मेरो त यो मुख पानीमा लगाएर ल हामी यो डाँडा काँडा चाहिँ नजिकैबाट निहाल्न सक्ने रहेछौँ यो डाँडा चाहिँ तिनचुले तिनचुले एकदम राम्रो नजिक हो नजिकैबाट महाबु महाबु जानु तल छ लेपैमा आको लेपैमा आको घुम्दा घुम्दै साह्रै नै भोक लाग्यो कानफुले पछौरी हाँसी हाँसी लागेको पिराती बिर्सु म कसरी हाँसी हाँसी लागेको पिराती बिर्सु म कसरी ओहो राम्रो लेखैको ठाम लेखैको ठाम चित राम्रो बेसीको जाम फुले पछौरी हाँसी 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 लागेको पिराती बिर्सुमा यहाँ आफूले लगेको बिस्कुट नास्ता खाँदै यो अग्लो ढुङ्गामाथि फोटोहरू आफ्नै पारामा खिच्दै पारी देखिने दृश्यहरू निहाल्दै हामी चाहिँ ओह्रालो लागिसकेका छौँ र ओह्रालो लाग्ने क्रममा यो प्रकृतिको पूजा गरिने ठाउँ सिद्धथान डाँडामा आएर पनि हामीले फोटोहरू बनायौँ र वारिपारि देखिने यो सुन्दर दृश्यहरूलाई निहाल्दै आजको हाम्रो भिडियो यहीँ अन्त्य गऱ्यौँ कस्तो लाग्यो यहाँहरूलाई सल्लाह सुझाव दिनुहोला भन्दै बिदा हुन चाहन्छौँ